नमस्कार दर्शक महानुभाव। आज म तपाईहरुको माझमा एकजना अतिथि निम्ति आएको छु। उहाँ विगत 12 वर्षदेखि संगम बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएर पहिले प्रबन्धकको रूपमा कार्यरत हुनुहुन्थ्यो भने अहिले अध्यक्षको रूपमा कार्यरत हुनुहुन्छ र उहाँ सहकारीको सेक्टरमा काम गरेको त झन्डै 20 वर्ष जति भइसकेको छ। यो भन्दा अगाडि उहाँ काठमाडौँमा पनि सहकारीको सेक्टरमा काम गर्नुभएको र पछि संगम बचत तथा ऋण सहकारी आफै संस्थापक भएर काम गर्नुभयो र उहाँसँग आज म सहकारीको विषयमा कुरा गर्नेछु। यो भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। सर, यहाँलाई आजको कार्यक्रममा स्वागत गर्न चाहन्छु। धन्यवाद। सहकारी ऐन संशोधन भएपछि सहकारीमा आबद्ध भएका सदस्यहरूलाई के फाइदा भयो र सहकारी संस्थाहरूलाई के फाइदा भयो, यो विषयमा चाहिँ कुरा राखिदिनुहोस् सर। जब पछिल्लो अवस्थामा सहकारी ऐन संशोधन भयो, मुख्यतः त नेपालका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूलाई नियमन गर्न, नियन्त्रण गर्न र निर्देशन दिनका लागि सहकारी प्राधिकरण भयो। यो संशोधन पश्चात भने जब सदस्यहरू एज अ डिफल्टरको रूपमा सहकारी संस्थामा आइरहेका थिए, तिनीहरूलाई नियन्त्रण गर्नको लागि र भागा नागेको कर्जा असुली गर्नको लागि कर्जा असुली न्यायाधिकरण स्थापना भयो। मुख्य फाइदा भनेको संस्थाका लागि र सदस्यका लागि एउटा प्राधिकरण र एउटा चाहिँ कर्जा असुली न्यायाधिकरण नै बनेका छन्। यो नै मुख्य फाइदा भन्न सकिन्छ। अर्को कुरा, नियन्त्रण गर्नको लागि सञ्चालकलाई नियन्त्रण गर्न, सदस्यलाई नियन्त्रण गर्नका लागि यो चाहिँ कालो सूचीको व्यवस्था पनि यो संशोधन पश्चात गरिएको व्यवस्था रहेको छ। म यही कुरा चाहिँ अवगत गराउन चाहन्छु छोटकरीमा। कस्तो भइराखेको छ भने सहकारीका सदस्यहरू एउटा सहकारीमा लागेका हुन्छन् र अर्को सहकारीमा पनि लागेका हुन्छन्। एउटा सहकारीबाट ऋण लिने र अर्को सहकारीको ऋण तिर्नकै लागि ऋण लिनुपर्ने बाध्यता छ। ती सदस्यहरूले त सहकारीबाट लिएको कर्जालाई मिसयुज गरिराखेको छन्। यो विषयमा उहाँहरूलाई के भन्न चाहनुहुन्छ सर? म उहाँलाई एउटै कुरा भन्न चाहन्छु। उहाँलाई मात्र होइन, म सहकारी कर्मीलाई पनि के भन्न चाहन्छु भने, एक त हामीले आफ्ना शेयर सदस्यलाई सही किसिमको सहकारी शिक्षा दिन नसकेको अवस्था हो। यो सहकारीको शिक्षाको अभावको कारणले गर्दाखेरि हाम्रा शेयर सदस्यहरू त्यो अवस्थामा पुग्न बाध्य भएका हुन्। अर्को अवस्था कुरा के छ भने, सहकारी ऐनले चाहिँ एउटा प्रकृतिको एउटा सहकारी संस्थामा मात्रै शेयर सदस्य बनाइनु पर्दछ। त्यो कुरा पनि हामीले चाहिँ शेयर सदस्यलाई चाहिँ अवगत गराउन नसकेको कुरा छ भने। दोस्रो कुरा भनेको सहकारी शिक्षा भनेको त्यति मात्रै सीमित हुँदैन। हामीले चाहिँ फाइनेन्सियल लिटरेसीका कुराहरू, फाइनेन्सियल अवेरनेसका कुराहरू गरियो भने, हामीले अकाउन्ट सम्बन्धी नलेज दियो भने मेरो हिसाब किताब कता जाँदैछ भन्ने चेतना स्वयं सदस्यलाई हुनेछ र त्यो खाल्डोबाट सदस्य पनि बच्नेछ र संस्था पनि बच्नेछ। सहकारी क्षेत्र समस्याग्रस्त छ। थुप्रै सहकारी संस्थाका सञ्चालकहरू शेयर सदस्यहरूले जम्मा गरेको पैसा खाएर फरार भइराखेको छन्। थुप्रै सहकारी संस्थाहरू समस्याग्रस्त बनिसकेका छन् र ती सहकारी संस्थाका सञ्चालकहरूलाई चाहिँ तपाईले के सन्देश दिन चाहनुहुन्छ सर? क्वेसनका लागि धेरै धेरै धन्यवाद। अहिले सहकारी संस्थाहरू समस्याग्रस्त भएको छैनन्, समस्याग्रस्तबाट गुज्रिसकेका छन्। जो सहकारी संस्था समस्याग्रस्तमा जान थियो गइसकेका छन्। बाँकी सहकारी संस्थाहरू राम्रो ट्रेन्डमा छन्। र मैले भन्न खोज्ने कुरा चाहिँ तपाईँको मूलभूत क्वेसनमा जोड्ने कुरा के हो भने, सहकारीको सबैभन्दा सुन्दर पक्ष भनेको साझा बन्धन हो र साझा बन्धनभित्र त्यो सदस्य अटाउन सक्छ कि सक्दैन भन्ने कुरा चाहिँ सहकारी संस्थाले हेर्नु पर्दछ। सदस्यले के हेर्नु पर्दछ भने, यो सहकारी संस्था भनेको स्थानीय स्तरमा चाहिँ दर्ता छ छैन, यो स्थानीय स्तरको हो वा होइन भन्ने कुरा मूलतः पहिलो हेर्नु पर्दछ भने। दोस्रो कुरा, यो सहकारी संस्थाले चाहिँ आफ्नो आर्थिक कारोबार अथवा गैर वित्तीय कारोबार र वित्तीय कारोबारलाई कतिको पारदर्शिता गरेको छ भन्ने कुरा चाहिँ उले हेर्नु पर्दछ। त्यसपछि मात्रै ऊ सहकारी संस्थामा आबद्ध हुन सक्छ। र यो हिसाबले चाहिँ जोडियो भने सहकारी संस्था पनि राम्रो हुन्छ, सदस्यले पनि सही किसिमले चाहिँ सहकारी छान्न सक्दछ। सहकारीको अभियान नै छ सबैका लागि एक र एकका लागि सबै भन्ने अभियान छ। तर यो अभियान त कहीँ कहीँ मिसयुज जस्तो भइराखेको छ त सर? यो अवश्य पनि कहीँ कहीँ भनेको, जब काठमाडौँमा यो यतातिर शिव शिखर आयो
त्यो शिवशिखर बाहेक अन्य सहकारी संस्थामा त्यस्तो भएको छ भन्ने कुरा चाहिँ सुदूरपश्चिममा त्यसो सुनिया पनि छैन। तथापि पनि तपाईँको क्वेसन हो, यसमा चाहिँ मैले उत्तर दिनु पर्दाखेरि हामीले मुख्य हेर्नुपर्ने भनेको त्यो सहकारी संस्थाले जुन वित्तीय कारोबार गर्दछ त्यो वित्तीय कारोबार पारदर्शी किसिमले गरिएको छ कि छैन भन्ने कुरा सदस्यले हेर्नु पर्दछ। त्यो सदस्यले हेरिसकेपछि उसले आफैले थाहा पाउँछ कि यो चाहिँ कति सुरक्षित छ, कति असुरक्षित छ, कति सहकारी सम्मत छ अथवा कति छैन भन्ने कुरा उसले राम्रोसँग बुझेको हुन्छ। सुदूरपश्चिमका कोही पनि सहकारी संस्था चाहिँ त्यस्तो किसिमको चाहिँ छैन। त्यो शिवशिखर सहकारी संस्था पनि काठमाडौँबाट आएको थियो। उसले बचत सङ्कलनको मात्रै उद्देश्य थियो, अन्य उद्देश्य थिएन। सहकारी संस्थामा आबद्ध हुन किन आवश्यक छ र यो वित्तीय साक्षरता सम्बन्धी जानकारी लिन किन मानिसहरूले आवश्यक छ, यो विषयमा प्रश्न पारिदिनुहोस्। धेरै धन्यवाद। यो पहिला कुरो त सहकारीमा भनेको कुरो कस्तो भने जसरी हामी स्कुलमा प्राइमरी स्कुलमा भर्ना नभइकन मावि लेभलमा भर्ना हुन सक्दैन, यदि हामी जीवनलाई आयाम ल्याउन छ र इकोनोमिकको पहिलो ग्रोथ हामीले गर्नु छ भने त्यसको माध्यम भनेको सहकारी सर्वोत्तम माध्यम हो र यो इकोनोमिक ग्रोथका लागि हामीले सहकारीमा जोड्नु पर्दछ। र सहकारीमा सँगसँगै के गर्नु पर्दछ भने उसले इकोनोमिक ग्रोथ गर्नका लागि ऊ चाहिरहेको हुन्छ, तर इकोनोमिक स्क्याममा चाहिँ ऊ परिरहेको हुन्छ। त्यो स्क्यामबाट बच्नको लागि यानि कि आर्थिक ठगी हुनबाट बच्नको लागि वित्तीय साक्षरताको आवश्यकता पर्दछ। सर समय निकाल्नु भएकोमा सर यहाँलाई म विशेष धन्यवाद दिन चाहन्छु। मलाई पनि यो अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। थ्याङ्क यू सर।